चना भुटेको थिएँ हैन आगोमा। त्यहाँ चना आज सातु टक्क पिनेर ल्यायो। नेपाली चाहिँ खाजा के खाने के खाने भटासोसम्म खाछ। मकै भटासो चाहिँ खानु भएको छ अरे। जौको के चनाको मात्रा चाहिँ खानु भएको थिएन। मोमो दामी छ हैन। मेरो युट्युब च्यानलमा जोडिनुभएका सम्पूर्ण नमस्कार। हेर्नुहोस् है, आज चाहिँ म यहाँ कोसीमा बसेर चना भुटिरहेको छु। चना टिको कराईमा कोसीमा बसेर दाउमा आगो बालेर चना भुटेको। स्पेसल यो चैत महिना चाहिँ हामीले चाहिँ सकेसम्म चनाको सातु, चनाको विभिन्न प्रकार, चना उसिनेर होस्, चना भुटेर खाने अथवा सातु बनाएर खाँदा हाम्रो स्वास्थ्यको लागि धेरै फाइदा हुन्छ। हाम्रो चाहिँ यो प्राकृतिक हाम्रो खाना, धर्म, संस्कृति हाम्रो धेरै वैज्ञानिक छ। हेर्नुहोस्, हाम्रो सिजनअनुसार खाना खानुहोस् भनेर हामीलाई ऋषिमुनिहरूले सिकाउनु भएको छ। जुन सिजनमा जुन फल्छ त्यही नै खानु शरीरलाई उपयुक्त हुन्छ। प्राकृतिक दृष्टिकोणले, स्वास्थ्यको दृष्टिकोणले होइन। यो किन भिजाएको भन्दाखेरि भिजाउँदाखेरि अलिकति टाइम चाहिँ लाग्ने रहेछ। हेर्नुहोस्, यतापट्टि अझै भुट्नलाई धेरै बाँकी छ। यहाँ छ अलिकति खानु भयो। यो हामीले खाँदाखेरि गेडागुडी खाँदा चाहिँ कम्तीमा नि 6 घन्टा भिजाएर खाँदा चाहिँ स्वास्थ्यको दृष्टिकोण धेरै राम्रो हुन्छ। र त्यसमाथि पनि चना चाहिँ भिजाएर भुट्दाखेरि भुटेरै खाँदा पनि कमालो हुने। यसलाई हामीले 6 घन्टा भिजाउने र त्यसपछि यसलाई उमाल्नु नहुन्जेल सुकाएर भुट्न सुरु गऱ्यौँ भने खाँदा धेरै कमालो हुन्छ। अनि त्यसपछि आएर राम्रोसँग पाक्छ। र अब यसको सातु पनि बनाएर खाने यसको आफ्नै तरिका छ, छुट्टै तरिका छ। हामी जस्तो मकैको सातुहरू चाहिँ जौको सातु पानीमा, दहीमा, मही, दुधमा हामी चाहिँ मोलेर खान्छौँ भने चनाको सातुलाई चाहिँ बिहान हामीले बिरे नुन, कागती र पानीमा घोलेर चियाको रूपमा अथवा सुपको रूपमा पनि हामीले चाहिँ खान सक्छौँ। यसरी खाँदा स्वास्थ्यलाई एकदम फाइदाजनक छ। र अर्को इम्पोर्टेन्ट कुरा चाहिँ तपाईँहरूलाई जस्तै किटको कराई किन्नु हो, किटको कराईमा पकाएको एकदम स्वास्थ्यवर्धक हुन्छ। धुवा आएर फेरि अलिक बोल्नु डिस्टर्ब हुन्छ, बिचबिचमा धुवा आउँछ। दाउरा अलिक नराम्रोसँग सुकेको परेछ, राम्रोसँग सुकेर रहेछ, त्यही भएर धुवा पनि आइरहेछ, धुवाले पनि डिस्टर्ब गरिरहेछ। किटको कराईमा चाहिँ बेलुका पकायो, बिहान माझेर राख्यो, भोलिपल्ट ख्याएर हुन्छ है। त्यो धेरैको समस्या यो सुनेको छु मैले। जस्तै किटको कराई किनेर ल्याउनुहुन्छ, मजाले माझ्नुहुन्छ, पकाउनुहुन्छ, फेरि माझेर आएर ख्या होइन। तर यसरी आगोमा हामीले कुनै पनि चिज पकायौँ भने चाहिँ अहिले बाहिरपट्टि माझ्नु पर्दैन, भित्र मात्र माझ्नु, अब ख्या आउँदैन। एकचोटि पकाउनु हुन्न अगाडि यसरी आगोमा पकाउनु भयो। तपाईँ सहरवासीहरूलाई सम्भव छ भने यसरी आगोमा एक किटको कराई पकाएपछि कुनै पनि चिज तपाईँले पकाउनु भयो भने त्यसपछि यसरी ख्या आउँदैन भन्दै यसलाई फेरि म तपाईँहरूलाई सातु बनाइसकेपछि त्यो सातु कसरी खाने सातुको रेसिपी ल। यो चाहिँ अस्ति मैले चना भुटेको थिएँ होइन आगोमा। त्यहाँ चना आज सातु टक्क पिनेर ल्यायो। नेपाली चाहिँ खाजा के खाने के खाने टेन्सन छ। एकदम स्वादिलो भन्दा नि हेल्दी खाजा चाहिँ के छ भन्ने कुरा अब हामीले चाहिँ खोज तलास गर्नुपर्छ। भन्दा यो चनाको सातु चैत महिनामा एकदम स्पेसल तपाईँको चनाको सातु खाना चाहिँ स्वास्थ्यलाई एकदम फाइदा गर्छ होइन। र चैत महिनामा र यहाँ अब यो चनाको सातु चाहिँ कसरी बनाउने भन्दाखेरि यसलाई चाहिँ चाट मसला हाल्ने, बिरे नुन र पानी हालेर घोल्ने, अनि कागती हाल्ने, टक्क बिहान ब्रेकफास्ट पनि तपाईँ खान सक्नुहुन्छ, दिउँसो खाजाहरू पनि खान सकिन्छ भन्दै अब यहाँ म चट्ट अब यो चाहिँ स्पेसल तराईमा बिरुवातिर खुब गर्मी महिनामा चना सातु खुब खानुहुन्छ होइन।
यहाँ म आमालाई खुवाउँदैछु पहिला चना सातु आमालाई कस्तो लाग्यो यसरी खानुभएको छैन हाम्रो आमाले ल ल आमा ल हामी अहिलेसम्म खानुभएको छैन चेक गर्नु त मकैको जौको खाएको थिएछ अनि मही हालेर खायो कस्तो छ आमै मिठो छ एकदम शीतल पनि गर्छ एकदम मिठो छ अरे आमाले तपाईँले अन्त अगाडि खानुभएको थियो नि त यो जौ के अरे चनाको मात्रै यसरी चाहिँ हालेर चनाको खाएको छैन खाएको छैन भट्टासोसम्म खाएको छ मकै भट्टासो चाहिँ खानुभएको छ अरे जौको के चनाको मात्रा चाहिँ खानुभएको थिएन अब छ क्यामेराम्यानले पनि टेस्ट गर्नु पर्यो क्यामेराम्यान पनि टेस्ट गर्दै हुनुहुन्छ होइन हामी सबैजना ल मिठो छ एकदम कस्तो छ मोमो दामी दामी छ होइन सबैजनाले घर घरमा यसरी नै चनाको सातु कसरी बनाउनु फेरि म तपाईँलाई एकचोटि भन्छु चनाको सातुलाई चनालाई भिजाउने कम्तीमा 6 घन्टा त्यसपछि मजाले भुट्ने भुटिसकेपछि ल पिन्ने सातु भयो र त्यो सातुलाई चाहिँ बोड्कामा हालेर बोड्का अथवा जे भाँडा छ त्यो भाँडामा हाल्नुहोस् यसमा पानीले घोल्नुहोस् पानीमा त्यसपछि कागती हाल्नुहोस् बिरेन हाल्नुहोस् चाट मसला हाल्नुहोस् अनि टक्क फिटेर टक्क खानुहोस् बिहान बेलुका खानुहोस् एकदम राम्रो गर्छ के अरे यो बिरेन नुन चाहिँ प्रायः सातु खाँदाखेरि मान्छेलाई डगर आउने हुन्छ नि यो बिरेन नुन हालिसकेपछि त ग्यास्ट्रिक बढ्छ भन्छ नि सातु खाइसकेपछि होइन अब अर्को के चाहिँ नभन्नु खाने बेलामा होइन के आउँछ भने चाहिँ त्यही भएर सबैले कुरा बुझिहाल्नुभयो तपाईँहरूले त्यही भएर यसलाई बिरेन नुन हालिसकेपछि त्यो नि आउँदैन एकदम राम्रो हुन्छ भन्दै यो मेरो चाहिँ अब कामै रैथाने खाना अब प्रबन्धन गरौँ स्वास्थ्य जीवन जिउँ भन्दै हिँडिरहेको छु खाइने आफूले पनि सकेसम्म भान्सा सुधार्ने खानपिनमा सुधार्ने रैथाने खाना प्रमोट गर्ने जहाँ गए पनि त्यही गरिरहेको छु घरमा पनि त्यही गर्ने कोसिसमा छु भन्दै मेरो भिडियोलाई एकदम सेयर गर्न नबिर्सिनु होला लाइक पनि गरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला भन्दै अब हाम्रो आमाले के भन्नुहुन्छ लाइक गर्नु भन्नु न लाइक गर्नु भन्नु न लाइक गर्न के अरे लाइक ठोक्नु भन्नु लाइट ठोक्नु कमेन्ट पनि गर्नु चनाको सातु खानु भन्नु सपोर्ट गर्नु बनाउनु सपोर्ट गर्नु भन्नु मेरो छोरालाई सपोर्ट गर्नु भन्नु मेरो छोरालाई सपोर्ट गर्नु ल हेर्नु सेवा चनाको सातु यसमा बिरेन नुन हाल्ने होइन चना भुटेर जुन चनाको सातुमा यो चाहिँ गर्मी महिनामा हामीलाई एकदम औषधि गुण हुन्छ होइन एकदम राम्रो हुन्छ स्पेसल बिहान हामी चाहिँ चियाको साटो दुधको साटो यसरी चाहिँ खायौँ भने यसमा हामीले अर्को याड मसिनो प्याज काटेर पनि हामी याड गर्न सक्छौँ र होइन भने बिरेन नुन कागती हालेर फिट्ने र टक्क गिलासमा हालेर चट्ट खाने चैत महिनामा स्पेसल हामीले चाहिँ के खानुपर्छ चना सातु खानुपर्छ होला हेर्नुहोस् है यहाँ अब भन्दैछ अब यहाँ हामी अब टेस्टिङ गर्छौँ कस्तो कस्तो हुन्छ हामी सोध्छौँ पनि चनाको सातु यसरी फर्स्ट टाइम खाने पनि हुनुहुन्छ होला सेकेन्ड टाइम खाने पनि हुनुहुन्छ होला तपाईँले खानु भएको छैन कमेन्टमा लेख्न नबोल्नु होला तराईतिर बस्ने मान्छेले सबैले खान्छ यो तराईतिर बस्ने मान्छे सबैले खा हुन्छन् नि पाहाडको मान्छेले चाहिँ नखा हुन्छन् भन्ने सम्भावना बढिरह्यो यहाँ कुरो त्यही रह्यो यो चाहिँ अलिक पुग्दैन अलिक कम भयो होला मलाई सात थप्ने आएर नै किन खान्छ टक्क घोल्ने ल लास्ट 1